हेलो हेलो वेलकम टू डिबिसी ब्लग गाइस। सबैजनालाई नमस्कार, सबैजनालाई स्वागत छ मेरो नयाँ ब्लग, नयाँ न्यू डे न्यू ब्लग हैन। अहिले चाहिँ हामी नवलपुर जिल्लाको के गाउँपालिका रे बौदी कालिका गाउँपालिका वार्ड नम्बर कति हाम्रो मारादी भन्ने ठाउँमा रहिरहेका छौँ र मारादीबाट हामी देउरालीतर्फ जाँदैछौँ। हाम्रो जितबहादुर हुनुहुन्छ राइडर। धेरै रेस्ट नगर हिँड सर रेस्ट थप्पै बसाल्ने होइन, बिस्तारै हान्नुपर्छ क्या। एक गियरमै छ नि गाडी। गियर चेन्ज गर, रेस्ट नबटाएर नि गियर चेन्ज गर्दा ल। रेस्ट गर, अझै अहिले हामी मारादीबाट देउरालीतर्फ जाँदैछौँ गाइज होइन। उहाँ हुनुहुन्छ राइडर जितबहादुर। कुनाबाट हिँड्नु बिस्तारै बिस्तारै। यहाँ घुम्ने पैसा रोक है, त्यहाँ ठाडै उकालो छ, तिमीलाई गाह्रो हुन्छ। त्यहाँबाट गाह्रो हुन्छ कि तिमीलाई अलिकति उता उकालो उक्लिने बाटोमा चाहिँ। ब्रेक 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 ल्याऊ बिस्तारै। ब्रेक ल्याऊ न, के गर्यो यहाँ तल आएर कि माथिबाट ब्रेक लिनुपर्छ बिस्तारो भने। मान्छे त्यहाँ भ्लगरलाई यहाँ चोट पुर्याउने थियो। तिमी चाहिँ अपराधी रहेछौ मान्छेहरू। बिस्तारै हिँड्नु, बिस्तारै आरामसँग हिँड्नु। भ्लग बनाइरहेको हो? भ्लग गइरह बटर बटर अलि गियर डाउन गर। बिस्तारै बिस्तारै रेस्ट धेरै नगर ल। ल यतै रोक, ल रोक रोक। यहाँ त ठाडै छ, तिमीले सक्दैनौ। बिस्तारै 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 बिस्तारै। साथी बिस्तारै 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 आरामसँग रोक भनेको त कहाँ भेगेको थियो।
साथी हामी एक्सिडेन्टमा पर्यो यार पक अब तिमी सक्दैनौ उठाउन सक्दैनौ तिमी अब लेखाड कहाँ पुर्यायो हेर त हरन बजाउ त हरन बजाउ त ल सक्दैनौ तिमीले उकाल्न सक्दैनौ गुदगुदै दुख्यो यी चढापै भाँचो छ नि ल्याएर त्यो नि यहाँ माथिको चोट लागेछ हेर तिम्रो हातमा चोट लागेछ ल हामी एक्सिडेन्टमा पऱ्यो गाइज तर खासै त्यस्तो ठुलो एक्सिडेन्ट त होइन सामान्य हो होइन हामी ठिकठाक छौँ ल तिमीले रेकर्ड गर ल सक्दैनौ अब झन् उकालो ठाडै छ कि यता पो मोड्नु पर्छ नि कहाँ यता मोडेको त बाइक आला हरन बजाऊ ल ल छोड ल म उकाल्छु ल ए देब्रे दाइन दुइटै हातमा चोट लाग्छ तिम्रो